ओए फुच्चे यो कपी हान्नैले दिन्न मलाई यो यस्तोबाट पुरस्कार दिनु भएको यहाँले नत्र कुटै खालास मैले धेरै पढेर राम्रो गरेर पुरस्कार पाएको तिमीहरू यसरी नै डर न तिमीहरू नै पाउँछौ धेरै बोल्छस् दिन्छस् कि हान्दिम दे भनेको दिन्न यो मेरो पढ्ने कपी हो मेरो मम्मीसँग पैसा पनि छैन तिमीहरू किनेर ल्याउ न अझै दिन्न पो भन्दैछस् यताले खसाङ गर्दै किन आएको त बिस्तारै आउनु पर्छ नि मामु मैले धेरै पढेर स्कुलमा पुरस्कार पाएँ नि रिक्तिर पियासले बाटो छेटेर मेरो कपी खोसेन मलाई हानेन अनि मैले ढुङ्गा हानेर आफ्नो कपी लिएर भागे लौ हो र अनि किन त्यसो गरेको त लौ हिँड भित्र बाहिर निस्की के भयो कान्छी दिदी अझ के गर भन्छस् हेर यहाँ तेरो छोराले के गर तेरो छोराले मेरो छोरालाई ढुङ्गाले मर्नी गरी हानेछ टाउको फुट्यो अनि दिदी तपाईको छोराले पनि त मेरो छोरालाई कुटेर कपी खोसेको रहेछ त मैले कुटेको छैन उले मलाई हिँड्दा हिँड्दै टाउकोमा ढुङ्गाले हान्दै भएको ग्रुपक यसको उपचार गर्न अस्पताल हेरिहाल कहाँबाट ल्याउनु र दिदी मैले उपचार गर्ने पैसा फेरि मसँग पैसा पनि छैन मेरो छोराले गल्ती पनि त गरे हैन यत्रो टाउको फुटेको देख्दा देख्दै अझ गल्ती गरेको छैन भन्छस् के गरेको फुलकुमारीलाई उसले मेरो छोराको टाउकोमा चोट लगाइदिन्छ अझ मुखमुखे मैसँग मुखमुखे लाग्छ अझ मेरो कपी खोस्यो अनि मलाई गालामा झापड हान्यो अनि मैले एक दुन्डा मेरो कपी खोस्यो भाडेको बाबुको गालो नि रातै हुने गरी हानेको रहेछ त आफ्नो छोरालाई संस्कार दिन नसक्ने अनि आएर मलाई लछार पछार पार्ने गल्ती कहाँबाट कसको भयो त्यो पनि त छुट्याउनु पर्छ नि तेरो छोराले भनेको चाहिँ सही मेरो छोराले भनेको चाहिँ गलत मेरो छोराले गरेको होइन भन्दैछ त केटाकेटी हुन् अहिले झगडा गर्छन् भरे त मिलिहाल्छन् नि केटाकेटीको कुराहरूलाई लिएर तिमीहरू किन दुश्मनी गर्छौ फुलकुमारी तिमी घर जाऊ फुलकुमारीसँग झगडा गर्नुभन्दा यो बच्चालाई हेलपोस्ट लगेको भए त उपचार हुन्थ्यो होला नि त हेर यत्रो रगत बगिरहेछ जाऊ उपचार गर्न अध्यक्षज्यू नमस्कार सन्जु किन बोलाएको के छ त्यस्तो नयाँ खबर अध्यक्षज्यू गाउँमा त बवाल गरिसक्यो नि होइन के भएर त्यस्तो मैले थाहा नपाउने तपाईँको विरुद्ध गाउँमा मोर्चाबन्दी हुँदैछ के मोर्चाबन्दी अलि खुलेर भन मान्छेले देख्लान् फेरि श्रीराम सर लौरे दाई थापा काजी सब एकजुट भइसक्यो तपाईँलाई चुनावमा हराउनु लागे परेको छ ए लाउरे पनि म विरुद्ध लागेका छन् हो अध्यक्षज्यू ल ठिक छ अब के गर्नु अध्यक्षज्यू तिमीले केही गर्नु पर्दैन सब म गर्छु उनीहरू के भन्छन् त्यो कुरा मात्रै मलाई सुन त्यो त मैले गरिराखेको छु नि अध्यक्षज्यू ल ठिक छ सुन यो प्लटिङ मेरो हो कसैलाई नभन्नु नि यो प्लटिङ तिम्रो जिम्मा यसबाट आएको कमिसन तिमीलाई
हुन्छ अध्यक्षज्यू। आजदेखि यो प्लटिङ तिम्रो जिम्मामा लाग्यो। कसैलाई नभन्नु नि, गाउँलेले देख्लान्। अहिले मन लाग्यो। बाबु किन तिमीले त्यस्तो गरेको? अनि किन कपी खोसे त तिनीहरूले? कपी खोसेर के भयो त? मलाई त्यो त पनि त। त्यस्तै हो बाबु, हामी गरिब छौँ, हामीलाई सबैले हेप्छन्। गरिबले जिउनु छ भने सहन सिक्नुपर्छ छोरा। मामा किन भने त त्यस्तो म सिसाउनु सक्दैन। त्यस्तो भन्नुहुन्न बाबु, आफ्नो दिन नआइन्जेल सहन सक्नुपर्छ। दिन आएपछि मान सम्मान माया प्रेम दिइहाल्छ नि सबैले। अनि स्कुलमा सरले अन्य अत्याचार कहिले सहनु हुन्न भनेर किन पढाउनु भएको त? बाबु त्यस्तो किताबमा भएका ज्ञानका कुरा र कानुनमा भएका कुराहरू गरिबलाई कहिल्यै लाग्दैन। त्यस्तो फाइदा उठाउनु छ भने सबल र सक्षम बन्नुपर्छ छोरा। पढाइमा फर्स्ट भएको कपी नि लान खोज्यो अनि तपाईँ किन पैसा छैन भन्नुहुन्छ? म त्यसैले पढ्ने त। मलाई आएर भनेको भए म मागेर ल्याइदिइहाल्थेँ नि। अबदेखि त्यस्तो नगर्नु है छोरा। हुन्छ मामु। मामा खेल्न गयो है। अनि लाउरे भाइ, के छ तिम्रो हालखबर? ठिकै छ अध्यक्षज्यू। लाउरे भाइ, म पनि आउँदाखेरि तिमीले घरको बाटो आएर थियौ। घरमा कोही पनि देखिनँ। अनि तिमी पनि यता रहेछौ। घरका मान्छे बजारतिर गएका छन्, म पनि एक्लै भएँ अध्यक्षज्यू। अनि यसो गाउँतिर डुल्न आएको, त्यही भएर घरमा कोही पनि नभए होलान्। सबैको स्वास्थ्य अवस्था त ठिक छ होला नि? अनि केही गाह्रो साह्रो त छैन होला नि? मलाई के गाह्रो छ र अध्यक्षज्यू? बाँचुन्जेली पेन्सन आइहाल्छ मेरो। तपाईँलाई पो गाउँघरमा अप्ठ्यारो पार्ला जस्तो छन्। 2-4 जना चम्केको मैले पनि सुनेको छु। कतिजना हुँदो रहेछ तिनीहरूको फुरफुर? म पनि हेरौँला। गाउँका अलि प्रभावशाली मान्छेहरूलाई भेट्दै गरेका छन् अरे। मौकामा पनि आएका थिए। आफूले आफूलाई जितिसकि भने जस्तो ठान्छन् रे। मलाई अहिले हराइसकि भने जस्तो फुइलाएर हिँड्छन् रे। त्यस्ता ठुला कुरा त केही पनि गरेनन्। बरु तपाईँसँग राय सल्लाह लिन पो आएको भनेर पो भन्थे त। 2टा डुङ्गामा खुट्टा राख्नेको हालत देखाएको छु मैले। केर्केलाई पढाउन छोडेर यी सरलाई पनि किन राजनीतिमा हात हाल्नु पर्यो होला? तपाईँहरूले साथ दिनुहुन्छ भने त केही समय समाज सुधार पो गर्छु भन्थे त। के अहिले समाज बिग्रेको छ रे? कुहिएको छ रे? कि भत्केको छ रे? खोइ तपाईँ हामीले मिलेर बसिराखेका छौँ त। त्यो त हो। विकासको गति जनताले चाहे अनुरूपको हो भएन कि भनेर गाउँलेहरूको गुनासो छ। विकासको गति राति सपना देखाएको हो र रातारात विकास हुने? जनताले दुःख गरेर ल्याएको परिवर्तन अलि छिटो सुख पाउन् भनेर पो त। यतिको विकास त पहिले पनि भएको थियो नि। हेर लाउरे भाइ, गाउँमा बाटो पुगिसकेको छ। घर घरमा शौचालय बनाइसकेको छु। सबको हात हात मोबाइल पुगेको छ। के यो चाहिँ विकास होइन? मेरो पो पेन्सन आउँछ र म ढुक्क छु। तर जनताको दैनिकी त दिन प्रतिदिन कष्ट हुँदै गइरहेको छ। खोइ त रोजगारी सिर्जना गरेको अध्यक्षज्यू। त्यो पनि गरौँला। हाम्रो जस्तो सानो देशमा भनेपछि बजेट आउँदैन। सबै काम एकैचोटि गर्न कहाँ सकिन्छ? तपाईँहरूले हाम्रा भाइ भतिजा छोराछोरीहरूलाई सडकमा उतार्दाखेरि एक घर एक रोजगार भनेको थिएन? 10 वर्ष भइसक्यो, खोइ त रोजगार गरेकै छौँ त। गाउँघरमा कुहिएर जाने स्याउ सुन्तला बजारमा बिग्न थाल्यो। गर्भवती भएर छटपटाइरहेकी महिलालाई सरकारले हेलिकप्टरबाट चाहिँ उद्धार गरिरहेको छ। हाम्रा नेताहरूले विकास भनेको सडकमा मात्र देखे। आर्थिक सामाजिक रूपमा विकास हुनु पर्दैन अध्यक्षज्यू? लाउरे भाइ, तिमीले जाहिर खाँदाखेरि महिनामा 200 खान्थ्यौ।
अब अहिले पेन्सन मात्रै तिमी 20,000 लिन्छौ। के यो चाहिँ आर्थिक विकास होइन? कुन जात कुन धर्म कसैले केही नभनिकन एउटै समाजमा मिलेर बसेका छौँ। के यो चाहिँ सामाजिक परिवर्तन होइन? तपाईँले भनेको कुरा पनि ठिकै हो, तर जनतालाई खुसी पार्ने काम गर्न पर्यो नि अध्यक्षज्यू। तपाईँले भनेको कुरा पनि म मनन गरौँला। ठिकै छ, ल अहिले जाउँ। तपाईँ जाने होइन त? जाउँ न त। ल जाउँ। नमस्ते। ए दाइ आउनुभयो? बस्दै गर्नु ल, म बस्ने लिएर आउँछु। अनि सन्जु दाइ, के कति कामले आउनु पर्यो? अनि फुलकुमारी, के छ खबर? मेरो ठिक छ दाइ। अनि फुलकुमारी, थापाकाजी गुनासै गर्दै थिए, तिमीलाई सम्झाइदेऊ भन्दै थिए। अनि ती थापाकाजीलाई एकाएक म प्रति कहाँबाट दया लागेर आएछ? ती थापाकाजीलाई माफ गरिदेऊ, तिनले गल्ती पनि स्वीकारे जस्तो छ। तिमीलाई केही भने? भन्न त भनेको थिएँ, तर एकैचोटि आएर माफ गरिदेऊ भनेको थिएँ। के भन्ने के नभन्ने। गाउँमा गल्ती भयो भनेर पछुताइरहेका छन्। फुलकुमारीलाई सम्झाइदेऊ भनेर भन्दै थियो मलाई। हामी जस्तो दुखी पीडितको त सबैले फाइदा मात्र उठाउन खोज्छन्। के थाहा गल्ती बोध गरे हो कि नाटक गरे हो। नाटक नै गरेको रहेछ भने केही भन्नु सक्दैन, तर साँच्चै रहेछ भने त एकचोटि माफ दिएर हेर न। मैले माफ दिनु र नदिनु के अर्थ राख्छ र यो गाउँमा? उहाँहरू त न्याय किन्ने हैसियत राख्ने मान्छे, मेरो बोलीको के अर्थ लाग्छ र दाइ? यस्तो होइन फुलकुमारी, आफ्नो बोलीको अर्थ आफै बनाउनुपर्छ, आफ्नो अधिकार आफै खोज्नुपर्छ। मागेर पाइँदैन भने खोसेर लिनुपर्छ। यस्तै हो सन्जु दाइ, मेरो पनि स्कुलबाट बाबुलाई ल्याउने बेला हो, म जानुपर्ने भयो अब। हुन्छ फुलकुमारी, म पनि यसो खेत हेर्ने हिँडेको, जाऊ न त। हुन्छ त। नमस्ते। नमस्ते। के छ सन्जु, तिम्रो हाल खबर? फुलकुमारीलाई भेट्यौ? ठिक छु, फुलकुमारीले भेटे भनिदिएको छु। मेरो त पुरै सुन्न मानेकी थिइनन्, तिमीलाई के भनिन्? मैले सम्झाइदिएको छु, अब गुनासो गर्दैन होला तपाईँलाई। त्यसो भए त राम्रै हुन्थ्यो, खै मान्ने हुन् कि नमान्ने हुन्? मान्छे टेन्सन किन लिनुहुन्छ? म चाहिँ यतिकै बेरोजगार डुल्नु? मलाई कोही काम छैन? ठिक छ, तिमीलाई म एउटा काम दिन्छु। के काम हो भन्नुहोस् न, अलिअलि पकेट खर्च आयो भने म काम गरिहाल्छु नि। एउटा फ्याक्ट्री खोल्न लागेको हो, अलिकति जग्गा चाहिएको थियो, यताउति खोज त, तिमीलाई पनि म पकेट खर्च दिइहाल्छु नि। ए जग्गा कति चाहियो? म खोजिदिइहाल्छु नि। तिम्रो पनि खोजिदेऊ, त्यति भए पुग्छ। ए तपाईँ टेन्सन नलिनुहोस्, म एकदम फ्याक्ट्रीको लागि उपयुक्त जग्गा देखाइदिन्छु। पछि चाहियो भने थप्ने ठाउँमा होस् नि। छर छिमेकीको टेन्सन छैन, जग्गा एकदम राम्रो छ। बरु जग्गा हेर्ने भए अहिले जाउँ। कहाँनिर हो, कसको जग्गा भन त?
म टाइम मिलाएर हेर्न जान्छु। मलाई भन्नुहोस् न, म लगिहाल्छु नि। कसको जग्गा हो के हो त्यो नसोध्नुहोस् न। ठिक छ, तिमीलाई म पकेट खर्च दिइहाल्छु नि। म समय मिलाएर पो हेर्न जान्छु भनेको। मेरो पनि काम नभएर पो भनेको त। अहिले जाऊँ न, म राम्रोसँग देखाइदिन्छु नि। मेरो फुर्सद भएपछि म तिम्रो घरमा मान्छे पठाउँला अनि सँगै हेर्न जाउँला। फुर्सद भएपछि खबर गर्नु, सँगै जाउँला। तर जग्गा एकदम राम्रो छ। ल म फुर्सद भएपछि तिमीलाई खबर गर्छु। श्रीराम, तिमीलाई किन बोलाएको भने नि, त्यो अध्यक्षले त अब आउने चुनावमा तपाईँ नै लड्नुपर्छ भन्छ नि त। ए त्यसो भने त्यो अध्यक्षले अब चुनाव आउन लाग्यो, अब सुरु गर्यो फोरी खेल। मलाई त लगानी गर्ने तपाईँ, मोज गर्ने अरू पो भन्दै थियो त। यो अध्यक्ष समाजमा बस्न लायकको मान्छे नै रहेनछ। पालिकामा पनि बिचौलियाको मात्र राज छ। बाटोभरि सबै उसैका ठेकदार। खेत हेऱ्यो सबै प्लटिङ। कतिपय प्लटिङमा उसकै लगानी रहेछ, त्यो पनि थाहा पाएँ मैले। त्यही त श्रीराम, सरकारी जग्गा पनि फ्याक्ट्री बनाउनलाई भाडामा दिएछ, त्यो पनि कौडीको भाउमा। यसलाई जसरी पनि हराउनु पर्ने भयो। हुन्छ थापाकाजी, समाज सुधार्ने हो भने प्रलोभनमा पर्नु हुँदैन। अहिलेलाई अलि ढिला भयो, पछि फेरि भेट्न आउँछु नि। लागि त सन्जु। नमस्ते सर। नमस्ते। के गरिराखे? यसै तरकारीमा अलिअलि मल हालेको, राम्रो आओस् भनेर। ओहो थापाकाजी नमस्ते। नमस्ते। के छ? आराम आराम छ। थापाकाजी कता पुगेर आउनु हो? भिडघाट नभएको नि निकै दिन भयो। अनि के छ त खबर? ठिक छ अध्यक्षज्यू, हिजो आज त थापाकाजीले देख्छ भनेर लुकी लुकी हिँड्नुहुन्छ अरे। आफ्नै गाउँको मान्छे देख्दा नि लुक्नुपर्छ र? कसले भन्यो यस्तो कुरा? कसैले भन्नुपर्छ र? यति सानो गाउँमा त्यसै थाहा भइहाल्छ नि। अति खाना आउँ भनेको समय नै मिलाउन सकिन। रिसाउनु बोलाइ? के रिसाउनु अध्यक्षज्यू, तपाईँलाई मैले नचिनेको र कुरा मिठा गरेर मान्छेलाई लडाउने तपाईँको बानी मलाई थाहा नभएको हो र? के गर्नु थापाकाजी, अध्यक्ष हुँ, गाउँ समाज सबैलाई समय दिनै परेको। अरूलाई समय दिँदा दिँदै आफैले समय दिन सकिनँ। त्यसो चाहिँ हो कि सधैँ गलत नसोच्नुहोस् न। दिन रात भात पानी नबनिकन तपाईँलाई सेवामा हिँडेछु, त्यो पनि त बुझिदिनु पर्यो नि। हरेक दिन साँझमा ठेकदारहरूसँग
रेस्टुरेन्टमा बसेपछि भात पानी किन चाहियो? ठेकेदारसँग बसेपछि विकासका कुरा पनि त हुन्छ नि। के सधैँभरि दाना पानीको मात्रै कुरा हुन्छ र? विकासका कुरा त सम्झौतामै हुन्छ कि रेस्टुरेन्टमा भेट्नुपर्छ र? ठेकेदारले काम गर्यो पैसा दिएर पठाउने, नगरे कारबाही गर्ने, किन भेटिरहनु पर्यो? तपाईँले भने जस्तो हुन्छ र थाहा काजी? उनीहरूका समस्या हुन्छन्, बाध्यता हुन्छन्, त्यो पनि त बुझिदिनु पर्यो नि। ठेकेदारको समस्या, तपाईँको बाध्यता गाउँलेले सबै बुझाएछन् अध्यक्षज्यू। ल यी कुरा छोडिदिनुहोस्। तपाईँले सरलाई चुनावमा उठ्नुहोस्, म साथ दिन्छु भन्नु रहेछ। बरु तपाईँ उठ्नुहोस्, म तपाईँलाई साथ दिन्छु। म पनि राजनीति गर्दा गर्दा थाकिसकेँ। अब हुँदा हुँदा मै माथि राजनीति गर्नु थाल्नुभयो होइन? त्यसो होइन थाहा, मैले मनबाटै भने अब आउने चुनावमा मैले पाउने टिकट म तपाईँलाई दिन्छु। यसले त मलाई पो उठ भन्दैछ। कहाँ चुनाव उठ्नु? म त व्यापारी मान्छे, यस्तो घिनलाग्दो खेलमा म त फस्दिनँ। पैसा तपाईँको, गाउँ तपाईँको, तपाईँले लगानी गरेर अरूलाई मोज गर्न दिने, तपाईँ आफै उठ्नुहोस् न। तपाईँले गाउँलेलाई त कहिल्यै साथ दिनु भएन, मलाई साथ दिनुहुन्छ भन्ने के भरोसा छ र? अब चुनाव उठ्ने, चुनाव जित्ने, गाउँलेको सेवा गर्ने त्यो रहर त अब मरिसक्यो। अब राजनीति गर्छु, जनताको सेवा गर्छु भनेर तपाईँहरू आउनुभएको छ, म त्यसैमा खुसी छु। मलाई राजनीतिमा आउनु पनि छैन, समाज सेवा गर्नु पनि छैन। म जे छु त्यसैमा खुसी छु। बरु तपाईँ जनताको सेवामा लाग्नुहोस्, त्यसपछि जनताले नि माया गर्छन्, चुनाव पनि जित्नुहुन्छ। सधैँ मनमा डर बोकेर कति हिँड्नुहुन्छ? तपाईँले म प्रति लगानी नगर्दा त यत्रो आक्रोश छ। तपाईँले लगानी गरेर जितेको मान्छेले केही गरेन भने के हुन्छ? आफै विचार गर्नुहोस् थापकाजी। मैले गर्ने लगानी भनेको मेरो लागि होइन, मेरो छोरा नातिको लागि हो, यही गाउँको लागि हो। यो गाउँको विकास भयो भने म मरे पनि गाउँले सुख पाउँछन्। चुनाव लड्नु भनेको शान्ति धक्काले पुग्दैन। भोलि पैसा पनि सकिएला, चुनाव पनि हारिएला, याद गर्नुहोस्। गाउँलेको भलो हुन्छ भने अलिकति सम्पत्ति घटेर के हुन्छ र? हुन्छ अध्यक्षज्यू, मेरो एउटा बिजनेस मिटिङ छ, म अहिले लागेँ। हुन्छ थापाजी, मेरो पनि पालिकामा अलिकति काम छ, म पनि लागेँ, पछि भेटेर कुरा गरौँ। ल त हस्। अनि श्रीराम दाई, गाउँमा त थापाकाजी चुनाव उठ्ने हल्ला चल्दैछ त? के भन्छ यो सरले? यस्तो नचाहिने कुरा त नगर न। मैले भनेको हो र, गाउँमा त्यस्तो हल्ला चलिरहेको छ। यस्तो हल्ला फैलाउने काम त्यही अध्यक्षको त होला नि। राजनीति गर्छु भनेर यस्तै हरकत गर्छ, त्यही भएर गाउँलेले मन पराउँदैन। हावा नचली पात कहाँ हालिन्छ त श्रीराम दाई? अध्यक्ष यस्तो काम गर्दा हिँड्दैन। अध्यक्षलाई बचाउ गर्ने काम नगर सम्झु। तिम्रो अध्यक्षलाई नचिनेको र मैले। मेरो अध्यक्ष कसरी भयो मेरो अध्यक्ष? अनि तिम्रो नभए त्यस्तो फटाएको किन वकालत गर्दै हिँड्यौ त? वकालत कहाँ गरेको श्रीराम दाई? गाउँमा जे सुन्यो त्यही भने। तिमीलाई पनि त्यो अध्यक्षले केही आश्वासन दिएको होला, तर त्यसको आश्वासनको पछि नलाग्नु नि। ती फुलकुमारी भोकै हुँदा चामल दिन्छु भनेर त दिएन त्यो अध्यक्षले। अनि दाई अस्ति कसलाई जग्गा चाहिएको भन्ने थियो नि, राम्रो जग्गा आएको छ। कहाँको जग्गा? कि त्यही प्लटिङको कुरा गरे? त्यही थापाको छेउको प्लटिङ छ नि, त्यही हो। त्यस्ता प्लटिङको कुरा गर्छौ? अध्यक्षले त्यही ठेकेदारसँग मिलेर चाहिँ प्लटिङ गरेको त हो नि। ए अध्यक्षको पो हो? कसरी थाहा भयो तपाईँलाई? त्यति मात्र हो र? मैले चाहिँ भने तिनका भ्रष्टाचारका कर्तुतहरू म एकै गरी ल्याइदिन सक्छु। अन्त चाहिँ कहाँ कहाँ के गरिरहेको छ अध्यक्षले? राजनीति यस्तै हो भनेर मैले छोडिदिएको थिएँ, उल्टो म माथि नै जोरी खोजेँ। म के हो? अब यिनले राम्रोसँग चिन्छ। ल सम्झु, अहिले म हिँडेँ,
हस् दाइ। नमस्ते अध्यक्षज्यू। नमस्ते नमस्ते। के गरेको तिमीले? न जङ्गम मेरो फोन उठाउँछ, तिमी पनि कता हो कता। तिमीहरूले त गाउँमा त मेरो बेइज्जत गरिसक्यौ त। के गर्नु त अध्यक्षज्यू, चिया खान जान्छु भनेर पसलमा गएको थिएँ, च्यापै छोपिहाल्यो। थापा काजीले पनि मार्छु भनेर यत्रो बाँस बोकेर उठाइहाल्यो। अब आफ्नो ज्यान त बचाउनु परेको नि, त्यही भएर भागेको अध्यक्षज्यू। भाग्न त भाग्यौ, ज्यान त बचायौ। दिएको जिम्मेवारी पुरा गर्न सक्दैनौ। आफ्नो योजना आफैलाई उल्टा पर्यो। भोलि गाउँले थाहा पायो भने मेरो के हुन्छ सोचेका छौ? मैले गरेको काम कसैलाई थाहा थिएन। यिनीहरू एक्कासी म कहाँ कसरी आइपुग्यो? म आफै छक्क परेँ अध्यक्षज्यू। यस्तो काम गर्दा कतिको चनाक हुनुपर्छ भन्ने कुरो तिमीलाई ज्ञान छैन? भित्ताको पनि कान हुन्छ भन्ने थाहा छैन? भित्तालाई थाहा पाउँछ भनेर जङ्गम दाइले जङ्गलमा बोलाउनु भएको थियो। तर कसरी यिनीहरूले थाहा पायो भने म आफै छक्क परेँ अध्यक्षज्यू। जस्तो सुकै काम दिए पनि गर्न सक्छु भने खै त जिम्मेवारी। एउटालाई फोन गर्यो, फोन उठाउँदैन, कहाँ भाग्यो कहाँ भाग्यो। अर्कालाई भन्यो, कसरी लिक भयो महिना थाहा छैन भन्छ। यस्तो नालायक काम पनि गर्ने? जङ्गम दाइलाई छोडिदिनुहोस् अध्यक्षज्यू। अब यो काम म गरेर देखाउँछु। अझै म गर्छु भन्दैछौ? अहिलेसम्म मेरो नाम बाहिर आएको छ, अब मेरो नाम पनि बाहिर ल्याउन आँट्यो कि के हो? ल सुन, त्यो जङ्गम बाहिर आयो भने मेरो नाम बोल्छ। मेरो नाम बाहिर नआओस्, त्यो तिम्रो चिन्ता। अध्यक्षज्यू, मैले त्यसको लागि के गर्नु पर्यो भन्नुहोस् न। अब के गर्नुपर्छ मैले सिकाउनु पर्ने भयो? अघि म गर्छु भन्दा नगर भन्ने, अहिले सिकाउनु पर्यो भन्ने अध्यक्षज्यू। तिमीले काम गर्न सकला जस्तो लागेन मलाई। मैले चाहेको भए एकैचोटि यहाँ हानेर अहिले छिराइदिन्थेँ। मौकामा ऐया पनि भन्न दिनु हुँदैन। अहिले त विश्वास लाग्यो होला नि तपाईँलाई। एक्लै त्यो काम गरेको भए चरो मुसले पनि थाहा पाउँदैन र यतिखेर पासा तपाईँकै हातमा हुन्छ। त्यतिखेर काम गरे भए पो विश्वास हुने। एकान्तमा भेटेर बाँस उजा जस्तो सैन हुन्छ? धेरै नठर्काउनुहोस् अध्यक्षज्यू। काम बिग्रेकै भएर अलि शान्त भएको हुँ। काम दिने भए दिनुहोस् अध्यक्षज्यू, नत्र भने म हिँडेँ। बोल्ने होइन, काम गरेर देखाऊ। तिमीलाई पनि एकचोटि मौका। ठिक छ अध्यक्षज्यू, मैले यो काम गर्ने भयो। मलाई यो गाउँमा छिर्ने वातावरण बनाइदिनु पर्यो नि तपाईँले। सुन, त्यहाँ सुजन नाम गरेको एकजना भेसा भन्नुहुन्छ, उहाँलाई गएर भेट। म फोन गर्छु, उहाँले जे भन्नुहुन्छ त्यही अनुसार गर्नु। हुन्छ अध्यक्षज्यू, अहिले म लागेँ। ल ल। अनि लाउरी भाइ के छ खबर? के कति कामले आउनुभयो? ठिकै छ मेरो। अनि लाउरी भाइ, त्यो फुलकुमारीले साह्रै दुःख पाइछ, हामी सबै मिलेर सहयोग गरौँ न। आफ्नो आफ्नो कर्ममा जे लेखेछ त्यही हुन्छ। हामीले सहयोग गरेर कति जेल पुग्छ र? समाज भनेकै एउटालाई अप्ठ्यारो पर्दा अर्कोले साथ दिने हो। हामी यही समाजमा छौँ। भोलि पनि त हामीलाई अप्ठ्यारो पर्दा यही समाज चाहिन्छ नि। हामीले सहयोग दिने भन्दा पनि हामीले कर्म गर्न चाहिँ सिकाउनुपर्छ। सबैमा एउटै कुरा लागु हुँदैन। फुलकुमारीको अर्कै व्यथा छ, न परिवारै छ साथमा,
न माइतीकै सहयोग छ। बच्चाको कारण काम गर्न जान नि मिल्दैन। हाम्रो कमजोरी नै यही छ के आफ्नो व्यवस्था गर्नु कहाँ हो कहाँ बच्चा जन्माउनै हतार हुन्छ। पारिवारिक जिन्दगी बिताउनु त बच्चाहरू जन्मिहाल्छन् नि। पहिला त उसको राम्रै थियो, फेरि उसको घर परिवार पनि त्यति कमजोर छैनन्। पारिवारिक मेलमिलाप नभएर हो फुलकुमारी एक्लै बस्नु परेको। समस्या कसको घरमा हुँदैन र? त्यत्रो दुःख पाउनुभन्दा अलिकति सहेर आफ्नै घरमा बसेर भइहाल्थ्यो नि। यो कुरा भन्दा नै लाउरे भाइ, चुनावको माहौल तातिसक्यो। अध्यक्षले पनि फटाइ गर्दै हिँडेको यो गाउँलेलाई पनि जानकारी भइसक्यो। तपाईँले केही सोच्नुभएको छ लाउरे भाइ? अनि थापाकाजी दाई, सहरको बारेमा केही थाहा छैन र तपाईँलाई? अनि तपाईँ पनि जोडिनु भएको छ अरे भन्ने सुनेको थिएँ मैले त। ए, तपाईँलाई त सबै थाहा रहेछ त। यो पटक सरलाई साथ दिनुपर्छ। लाउरे भाइ, तपाईँ पनि उठ्नुपर्छ भनेर मलाई त अध्यक्षले पासा फ्याँकेर गएका छन्। ए हो र? अस्ति मेरोमा पनि आएका थिए, तपाईँलाई केही सहयोग गर्न पर्छ भनेर भन्दै थिए। मैले त भनिदिइहालेँ मलाई के को कमी छ र तपाईँले सहयोग गर्नुपर्ने। चुनाव नजिक आइसक्यो, अध्यक्षको मनमा पनि डर पसिसकेछ। हुन्छ थापाकाजी दाई, अब हाम्रोलाई भन्दा नै राम्रोलाई जिताउनु पर्छ। राम्रो मान्छे आयो भने गाउँको पनि विकास हुन्छ, हामी पनि सुखी हुन्छौँ। यसपटकको भोट चाहिँ सरलाई। तपाईँ ढुक्क हुनुहोस्। अब त्यसै गर्नुपर्छ। नमस्कार अध्यक्षज्यू। नमस्कार सर, नमस्कार। बस्नु न। हुन्छ। अनि अध्यक्षज्यू, तपाईँसँग एउटा सल्लाह गर्न आएको। के सल्लाह हो र सर त्यस्तो? भन्नुहोस् न। अभिभावकले स्कुलमा आउने सरकारी खाजाको बारेमा गुनासो गर्दै थिए। हाम्रो स्कुलमा त्यस किसिमको खाजाको व्यवस्था छ कि छैन? छैन हाम्रो स्कुलमा। फेरि तपाईँ तिनीहरूको विषयमा किन चिन्ता लिनुहुन्छ? हामीसँगै सोधीखोजी गर्छन् र नि अध्यक्षज्यू। अब तपाईँको स्कुलमा खाजा आएको नआएको कुरा मसित सुन्ने हो र गएर सञ्चालक समितिलाई सोध्नुहोस् न। विद्यालयको सञ्चालक समितिमा त तपाईँ पनि हुनुहुन्छ नि, होइन र अध्यक्षज्यू? यस्ता झारपात विषय लिएर मलाई टेन्सन दिनु न। फेरि तपाईँको काम पढाउने होइन, चुपो लाएर विद्यार्थी पढाएर बस्नु। बिचरा ती गरिब बालबालिकाका लागि आएको खाजा पनि यसरी पहुँचका भरमा नखाउन हो अध्यक्षज्यू। के मैले खाएको हो र उनीहरूको खाजा? त्यसो भए हामी मिलेर खोजौँ न त। ती बच्चाका लागि आएको खाजा कसले कहाँ बेपत्ता बनायो पत्ता लगाउँ न त। मलाई थाहा छैन। तपाईँको काम भने विद्यार्थी पढाउने हो, राजनीति गर्ने होइन। खुरुक्क गएर विद्यार्थी पढाउनुहोस्। अध्यक्षज्यू, बालबालिका भनेका देशका भविष्य हो। तिनीहरूका लागि आएको खाजाको यसरी घोटाला भएको जानकारी गराउन आउँदा पनि तपाईँ मैमाथि खनाइनुहुन्छ। हुन त तपाईँले केही गर्नुहुन्छ भन्ने आश गाउँलेले मारिसके। यस्तो गम्भीर विषयमा तपाईँको ध्यान जान्छ कि जाँदैन भनेर बुझ्न आएको। तर यसको फल तपाईँले भोग्नुपर्छ। भोग्न परे भोगौँला। अहिले तपाईँ जानुहोस्। ल, बस्नु पनि छैन तपाईँ जस्तो अध्यक्षसँग। गएँ म।
पुगेर आउनु त? त्यहाँ अध्यक्षकोमा पुगेर आएको। अनि सर आज स्कुल जानु भएन? हिँडेको स्कुलतिरै। अनि सुशान्त बाबु खोइ त? बाबुलाई भर्खर स्कुल पुऱ्याएर आएको। अनि सरले खाजाको कुरा बुझ्नुभयो त? अहिले अध्यक्षकोमा पुगेर त्यही कुरा गरेर आएको। अनि के भने त ती अध्यक्षले? शिक्षक भएर त्यस्ता कुराको खोजी किन गर्नुहुन्छ? खुरुखुरु पढाउनु नि पो भने त अध्यक्षले त। अध्यक्षले दिने हुन्न सर स्कुलमा पनि खाजा? विद्यालयको सञ्चालक समितिमा अध्यक्ष पनि हुन्छन् नि त। खाजामा घोटाला पनि अध्यक्षले नै गरेको हो कि जस्तो लाग्यो। ती अध्यक्ष पनि दया माया नभएका मान्छे रहेछन्। गरिब बालबालिकालाई आएको खाजा पनि छोडेनछन्। यकिन भन्न त सकिँदैन अहिले नै। तैपनि खाजाको कुरामा तिनको पनि संलग्नता छ जस्तो लाग्छ मलाई। मैले त ती अध्यक्षलाई राम्रै मान्छे सोचेको थिएँ, तर अहिले त जताततै नराम्रो काम गर्दै हिँड्दा रहेछन्। अहिले म स्कुल जान्छु, ढिला पनि भयो, पछि कुरा गरौँला। हुन्छ सर, सुशान्तलाई पनि यसो विचार गरिदिनु है सर। हुन्छ। फेरि हामी गरिबको सम्पत्ति भनेकै त्यही पढाइ हो। त्यो पनि राम्रो भइदिएन भने सुशान्तले पनि ज्याला मजदुरीमै जीवन बिताउनुपर्छ। चिन्ता गर्नु पर्दैन, बोट र फुल उस्तै हुँदैनन् फुलकुमारी। अहिलेलाई म लागेँ। स्कुल जानु ढिला हुन्छ। छिटो छिटो खाऊ, छिटो खाऊ, ढिला भयो स्कुल जान। छिटो खाऊ है, स्कुल जान ढिला हुन्छ अहिले फेरि। मामु अचार नखाने भयो बाबु, अहिले यति नै खाऊ। मामु अझै खान मन लागिरहेछ। धेरै खानु हुँदैन बाबु, बानी लाग्छ। भरे म छिट्टो माम बनाइदिन्छु नि है। माउ चामल छ त, के भयो बनाइदिनु न अझै। बाबु यो चामल सकेपछि फेरि कसले दिन्छ र हामीलाई? रुने दिन आइहाल्छ नि अनि फेरि। हुन्छ मामु, म यति नै खान्छु त्यसो भए। ल ल छिटो गर, स्कुल जान हतार भइसक्यो। अनि मामु तपाईँले माम खुवाइ त? म त खाइहाल्छु नि छोरा, छिटो मुख चुट्न हैन। मामु मैले भिडियो हेरेको माम छैन त भाडामा। मैले पनि खाएँ भने तिमीलाई कति दिन पुग्ला र बाबु? म अरू नै केही खाउँला। मामु भरे तपाईँ र म सँगै माम खाने है। हुन्छ बाबु, ल चुट्न हैन।
फेरि यो थापाकाजी यता पो आउँदो रहेछ। भेट्यो भने हैरान बनाउँछ। के गर्ने होला? यसलाई भेट्नुभन्दा त यता पो लुक्नु पर्यो। बाटा हिँड्दा सुध सुख नपाइने भयो। बल्ल गयो। आज त यसबाट छुटकारा नै पाइयो। अनि सर फुलकुमारीलाई बच्चाको कारणले गर्दाखेरि जाहिर खान गाह्रो भयो। तपाईको स्कुलमा यसो जाहिर लाउन सकिँदैन? स्कुलमा भए सजिलो हुन्थ्यो। हुन त हुन्थ्यो नि लाउरे भाइ। अनि के सल्लाह हुँदै थियो दुईजनाको? के हुनु र, त्यही फुलकुमारीको बारेमा यसो कुराकानी गरेको। फुलकुमारीलाई यसो जागिरका बारेमा कुराकानी गरेको। सबै ठाउँमा जागिर खान पनि सहज छैन तिनलाई। मलाई पनि काम खोज्यो भन्दै छिन्। काम खोजेर के गर्नु, समय मिलाउन सक्दिनन्। काम त नगरिकन हुन्न, सहयोग मात्र कति गर्ने। अस्ति तपाईँले गर्नुभएछ, अब सहयोग कसले गर्ने हो? मैले एउटा कुरा सोचेको छु। के कुरा सोच्नु भएछ थापाकाजीलाई? त्यो फुलकुमारीले साह्रै दुःख पाए। न घरकाले नै हेरे, न माइतीले नै। राम्रो केटा हेरेर बिहा गरेर पठाइदिनु पर्छ कि क्या हो? अलिक सुख पाउँथ्यो कि? लु, त्यसो भनेर मान्ने खाले छैन फुलकुमारी। यस्ता प्रस्ताव लिएर म जान सक्दिनँ। कुरै गर्ने हो भने तपाईँ आफै नै जानुहोस् यस्ता कुरा लिएर। कुरो त ठिकै हो तपाईँले भनेको। अलि सुख पाउँथ्यो कि? मै जाउँला नि भन्न, आखिरमा उसकै भलाइको लागि हो। हुन्छ, मानिन् भने त राम्रै हो नि। हस् त सर, म अहिले जान्छु। सर म अलिअलि म पनि लाग्छु। तपाईँ पनि जाने? हजुर। हस् त हस्। नमस्ते अध्यक्षज्यू। नमस्ते सिरा, बस न। अध्यक्षज्यू, त्यो फाँटको बस्तीमा पुगेको थिएँ। त्यहाँका मानिसले कष्टकर जीवन बिताएका रहेछन्। न ओढ्ने ओछ्याउने, न लगाउने कपडा। यस्तो चिसोमा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु समेत भएको रहेछ। उनीको लागि केही सहयोग जुटाउँदै हिँडेको म। हजुरबाट पनि केही सहयोग मिल्छ कि? जाडोले मरे हुन् र, काला आएर मरे नि। जाडोभन्दा अरू बेला मान्छे मरेका छैनन् र। तपाईँले पो एसीको जिन्दगी जिउनु भएको छ अध्यक्षज्यू। एक दिन त्यो गरिबको जिन्दगी जिएर हेर्नुहोस् न। तपाईँले पो एसीको जिन्दगी जिउनु भएको छ अध्यक्षज्यू। एक दिन त्यो गरिबको जिन्दगी जिएर हेर्नुहोस् न, अनि थाहा पाउनुहुन्छ तपाईँले। जनताको लागि समर्पित भएर यो काम गरेको छु। न भोग भनेको छु, न प्यास भनेको छु, न परिवार भनेको छु, न इष्टमित्र भन्न पाएको छु।
एक दिन तिमी यो कुर्सीमा बसेर हेर, अनि तिमीले थाहा पाउँछौ। अध्यक्षज्यू, जनताको शासन आएपछि गरिबी हटाउँछु भन्नुभएको होइन कि गरिब नै हटाउनु खोज्नु भएको? हाम्रो पार्टीको चाहना पनि देशमा एकजना पनि गरिब नहुन् भन्ने हो। तपाईँले भन्न खोज्नुभयो के हो? मैले अलि बुझिनँ नि। गरिबी हटाउने भनेको गरिबको जीवन स्तर उकास्ने हो, गरिब नै सिद्ध्याउने होइन नि अध्यक्षज्यू। होइन, आज जो पनि आउँछ ल्याङल्याङ मात्रै गर्छ। हेर सिधा, यसरी मागेर समाज सुधार गर्ने होइन, जे गर्छ राज्यले गर्छ। राज्य भनेको तपाईँ होइन अध्यक्षज्यू कि आकाशबाट झर्छ? तपाईँहरूले नगरेर पो मैले गर्नु परेको। समाज सेवाको नाममा तिमीले गरेको उपद्रव देखेको छु। अब ठेगान लाउने बेला आएको छ। अरू जस्तो मागेर समाज सेवा गर्ने होइन म भएको पनि बाँडेर हिँड्छु। तपाईँ जस्तो जनता ठगेर हिँड्ने होइन म। तपाईँकै पालिकामा जाडोको कारणले मान्छे मरेको हुनाले तपाईँसम्म आइपुगेको हुँ, नत्र मेरो हिसाब किताबले गरिहाल्थेँ नि। श्रीराम भाइ, सरकारी काम तिमीले भने त आजको भोलि हुने, तिमीले आफ्नै हिसाबले गरे भइहाल्यो नि। घाँस बाँस कपास राज्यको दायित्वभित्र पर्छ। यति पनि हेक्का नहुनेले अध्यक्षको कुर्सी किन ओगटेर बस्नु परेको? जनतालाई के दिनुपर्छ, कति दिनुपर्छ भन्ने कुरो मलाई राम्रोसँग थाहा छ। राजनीति गर्न तिमीले मलाई नसिकौ। राजनीति भनेको जनताको मन जितेर गर्ने हो अध्यक्षज्यू। यस्ता फोस्रा गलफती गरेर तपाईँसँग चाहिँ म बस्न सक्दिनँ, हिँडेँ म। सन्जु भाइ, कहाँ हिँडेको तिमी? यसो त्यहाँ प्लटिङतिर हेरेको। कहाँको प्लटिङ? कसको प्लटिङ? तिम्रो हो र? आफ्नै जस्तो हो दाइ। आफन्त कसैलाई जग्गा चाहियो भने मलाई भन्नु है। कहाँनिर छ तिम्रो प्लटिङ? त्यही तल फाटको के त? त्यो त अध्यक्षले गरेको भनेर बवाल भइरहेछ त। कस्तो बवाल हो? अध्यक्षले भ्रष्टाचार गरेको पैसा ठेकेदारसँग मिलेर सबै लगेर त्यहाँ हालेछ अरे नि त। तपाईँहरूलाई सस्तो भइहाल्यो नि। ल ठिक छ, कसैलाई चाहियो भने म भनौँला नि त। कोही दिने मान्छे आयो भने नि मलाई भन्नु है, बरु तपाईँलाई पनि 2-4 पैसा छुटाइदिउँला। के तिमीले मलाई दलाली देख्यौ? किन रिसाउनुहुन्छ दाइ? कसैलाई देखाएको भरमा 2-4 पैसा आयो भने के फरक पर्छ र? यस्ता बिचौलिया र दलालको कुरा मेरो अगाडि नगर। सक्छौ भने इमान्दारपूर्वक गरेर खाऊ। यो देशमा पनि इमान्दारहरू बस्ने ठाउँ छ रे दाइ। त्यो त तिम्रो सोचमा भर पर्ने कुरा हो। म बाँचेको छु त। तपाईँले पो समयमा सरकारी जागिर खानुभयो। अहिलेको समयमा सामान्य जागिरको लागि पनि नेताको फोर्स चाहियो। तिमीसँग क्षमता छ भने कसैले पनि खोज्न सक्दैन, तर तिमीसँग आँट र आत्मविश्वास चाहिँ हुनुपर्छ। तपाईँले भनेको कुरा ठिकै हो दाइ, तर जमाना बदलिसक्यो। त्यस्तो फन्टुस कुरा नगर न। कि म चाहिँ अर्कै जमानाको मान्छे हो? ल अहिले म हिँडेँ। हेर्नु सर, यो गाउँमा तपाईँलाई र मलाई उचालेर केही व्यक्तिहरूले बेग्लै चाल खेल्दैछ। तपाईँ त पढे लेखेको मान्छे, यस्ता कुरामा बेलैमा विचार पुर्याउनु पर्यो। हेर्नुहोस् अध्यक्षज्यू, तपाईँ हामी भनेको अरूले उचाल्दैमा उचालिने मान्छे होइनौँ। परिस्थिति सधैँ एकनाश हुँदैन। अरूले गरेको चाल बुझेर हिँड्न सधैँभरि हामी पनि त सक्दैनौँ। हेर्नुहोस् अध्यक्षज्यू, कसले कुन चाल चल्छ भन्नेतिर हामी नजाउँ। हामी समाज परिवर्तन गर्न भनेर लागेका छौँ। हाम्रो ध्यान त्यतै हुनुपर्छ। 24 घन्टा यही समाज भएर हिँड्दाखेरि त मेरो अवस्था यस्तो छ। हजुर, तपाईँहरू त विश्वास गर्नुहुन्न। हामीले ठान्ने मात्रै होइन अध्यक्षज्यू, तपाईँको कार्यशैलीले पनि बताउँछ। फेरि तपाईँको सङ्गत ठेकदार र व्यापारीहरूसँग मात्रै हुन्छ, होइन अध्यक्षज्यू? तपाईँले जनताको समस्या समाधान गर्न त्यति चासो देखाए जस्तो लाग्दैन। सर, जनसरोकारको विषयलाई लिएर कुरा गर्दाखेरि व्यापारी ठेकेदारहरूसँग सम्बन्ध त राख्नै पर्छ नि। उनीहरूसित संवाद भएन भने यहाँको बाटो
पुल पुलेसा बनाउनु पनि त समस्या पर्छ नि। अध्यक्षज्यू, जमाना धेरै अगाडि बढिसक्यो। अब जनताले तपाईँले खोजेको जस्तो गतिको विकास खोजेका छैनन्। सर, श्रम शक्ति सबै विदेश पलायन भइसक्यो। ठेकेदार पनि काम गर्ने मान्छे पाउँदैन भन्छन्। म पनि रणमुल्लमा परेको छु। त्यो परिस्थिति कहाँबाट सिर्जना भयो अध्यक्षज्यू? आखिर यही राजनीतिले गरेको होइन? विगतका नेतृत्वले गरेको गल्तीको सजाय अहिले हामी भोग्दैछौँ सर। अध्यक्षज्यू, तपाईँ राम्रो गर्नुहोस्, पारदर्शी गर्नुहोस्। हामी पनि तपाईँलाई साथ दिन्छौँ, जनताले पनि तपाईँलाई साथ दिन्छन्। तर तपाईँको कार्यशैली नै शङ्कास्पद छ। के गर्नु, सरकारी काम सबै पारदर्शी गर्न मिल्दो रहेछ। केही कुरो गुप्य पनि गर्नुपर्ने रहेछ। तपाईँको यस्तै कुराले तपाईँमा कुटिलता झल्कन्छ अध्यक्षज्यू। जनताको काम जनतालाई नै देखाउँदा तपाईँको के जान्छ? सर, मैले त्यस्तो केही गलत कार्य गरेको जस्तो लाग्छ भने 2-4 दिन तपाईँ हामीसँगै हिँडौँ त, अनि तपाईँले पनि बुझ्ने मौका पाउनुहुन्छ। हुन त तपाईँका कुरा सुन्दा तपाईँलाई विश्वास गरौँ जस्तो लाग्छ। फेरि राजनीति गर्न जान्ने मान्छे कुरा चेप्ला गर्न खप्पै सुन्छन् भनेर भन्छन्। विश्वास पनि म कसरी गरौँ? हेर्नु सर, गाउँमा तपाईँले देखेका मैले नदेखेका केही विकासका काम छ भने ल्याउनुहोस् न, मिलेर गरौँला। यी अध्यक्ष आज किन यति मिठा कुरा गरिराखेका छन्? हेर्नु सर, तपाईँ श्रीराम थापाकाजी भनेर तिनीहरू पछि नलाओस्। गाउँको विकासको काम तपाईँ मिलेर गरौँ न। हेर्नुहोस् अध्यक्षज्यू, तपाईँले जनताको पिर मर्काको बारेमा ध्यान दिन थाल्नुभयो भने तपाईँको जितको बिन्दु नै त्यहीँबाट सुरु हुन्छ। हुन्छ अध्यक्षज्यू, राम्रो कामका लागि तपाईँलाई सधैँ मेरो साथ रहन्छ। तर अहिले स्कुल जानु पनि हतार भयो। म अहिले लाग्छु। नमस्ते भाउजू। नमस्ते बाबु। अनि भाउजू, आज त आफै बाख्रा चलाउनु आउनुभएको छ? के गर्नु बाबु, मान्छे 2 दिन काम गर्छन् हिँडिहाल्छन्। मान्छे पाउनै गाह्रो भइसक्यो। बरु हजुरले यसो बुझ्नु भएको छ भनेदेखि खोजिदिनुहोस् न। अनि दाइ कता हुनुहुन्छ? उहाँको के कुरा गर्नु, हामी परिवारको भन्दा गाउँलेकै माया गर्नुहुन्छ। हाम्रो त मतलबै गर्नुहुन्न।
जनप्रतिनिधि भएपछि यस्तै त हुनु पर्यो। बिहान जुरुक्क उठेर हिँडेदेखि बेलुका कतिखेर आउनुहुन्छ ठेगानै हुँदैन। आफ्नो स्वास्थ्यको ख्याल नगरिकन पनि समाजसेवा हुन्छ र? यस्तै हो भाउजू, सबलाई मनाउनै पर्छ, रिजाउनै पर्छ, त्यति सजिलो कहाँ छ र? खै भनिन्छ नि बाबु, गाउँमा कुरो काटेर केही छैन, सबैले नराम्रो भन्छन्। त्यस्तै हो भाउजू, काम गर्ने मान्छे कोही आउँछ, राम्रो नराम्रो कुराहरू। खै बाबु, म त कुरै बुझ्न सक्दिनँ। बाख्रा यताउता लागे, म चाहिँ लागे। सन्जु, सरलाई त अध्यक्षले पनि प्रलोभन देखाइसक्नु भएछ। यो राजनीति भनेको यस्तै हो थापाकाजी। सबैले आफ्नो मात्रै स्वार्थ हेऱ्यो भने मै उठ्नुपर्छ है चार चुनावमा। अध्यक्षलाई विश्वास गरेको थिएँ, त्यही पनि यस्तै रहन्छ। श्रीरामलाई भन्यो उठिन भन्छन्, सरको पनि कुरा त्यही हो। अब के गर्ने अन्यलमा पो परेको छु। एकचोटि श्रीराम दाइले भनौँ न त। तिम्रो कुरा नि के हो सन्जु, यता पनि ठिक्क उता पनि ठिक्क गर्दै हिँड्छौ। गाउँको लागि जसले राम्रो काम गर्छ त्यसलाई साथ दिने हो म। जो आयो त्यसमा ठिक्क नहौ न, तिमी हामी मिलेर गाउँ बनाउने पो हो त। तपाईँ उठ्नुहुन्छ भने म तपाईँलाई साथ दिन्छु। हेर सन्जु, पैसा पावर भनेको मेरो लागि केही भएन। बस म त मेरो गाउँ बनाउन चाहन्छु। ल ठिक छ, अब हामी गाउँ बनाउनुतिर लागौँ न। अध्यक्षज्यू नमस्कार। नमस्कार, बस्नुहोस् न। थापाकाजी, के छ तपाईँको खबर? आज कहाँबाट झुल्किनु भयो? के गर्नु, जति नआउँ भने पनि यो सरकारी कार्यालय धाउनै पर्ने रहेछ। के काम परेर तपाईँको मसँग? मेरो नातिको नागरिकता बनाउन सिफारिस लिन आएको, त्यो बनाउनु पर्यो। कुन नाति? त्यही छोरीको छोरो? छोरीले त विदेशीसित बिहे गरेर गएको होइन र? हो नि, विदेशीसँग बिहा गरेर सुख पाइन्छ भनेर विदेश गई, आखिरमा दुःखै पाएर घर फर्की। अब नातिको नागरिकता त बनाइदिनै पर्यो। त्यत्तिकै सिफारिस गर्न मिल्दैन नि। नातिको बाउ पनि छ, छोरीको श्रीमान पनि छ। हामीले सिफारिस दिने भनेको त पहिचान नखुलेकाहरूको मात्रै हो। के को पहिचान? मेरी छोरी यही देशको नागरिक होइन र? मसँग रिस उठ्यो भन्दैमा मेरो नातिको सिफारिसै नदिने? विदेशमै सेटल भएकी छोरी, उतै जन्मेको नाति, तपाईँ के को लोभले चाहिँ सिफारिस माग्न आउनु? कि मसँग न्यु खोज्न आउनुभएको? मेरो नातिले नागरिकता पाउँदैन भने पाउँदैन भन्नुहोस्, होइन भने खुरुक्क सिफारिस गरिदिनुहोस्। तपाईँले तलब दिएर राखेर नोकर हो र? तपाईँले जे भने त्यही गर्नलाई? तपाईँको भाषा बिग्दैन। यहाँ कानुनको भाषा बिग्छ। तपाईँको भाषा नै भ्रष्ट छ। किन्ने, बेच्ने, लुट्ने, ठग्ने, त्यो बाहेक अरू केही आउँदैन। जनताको सेवा गर्ने भाव चाहिँ कहिले आउँछ नि? के यत्रो वर्ष बाख्रा चराएको देख्नुभयो? गरेकै छु त जनताको सेवा। आखिरमा बाख्राकै कुरा निकालेर छाड्यो होइन त? गरेको विकास चाहिँ देख्दैनौ? नाङ्गा डाँडा हरियाली बनाएको छु, पाखा पखेरामा सुन फलाएको छु। ल भयो, धेरै कुरा नगर। मेरो नातिको सिफारिस गरिदिने कि नगरिदिने? चौका भएर सिफारिस गर्न मिल्दैन। तिम्रो गाउँमा सरजिम नै आउँछ, सरजिमिनले जे रिपोर्ट दिन्छ त्यही अनुसार गर। आखिरी नदिनु नै भयो होइन त? दिन्न भने छु र। ल ठिक छ, नातिको नागरिकता कसरी लिनुपर्छ र तिमीलाई कसरी ठेगान लाउनुपर्छ भन्ने त्यो कुरो मलाई सबै थाहा छ। हो यस्ता ठेगान लाउने धेरै आए। नमस्ते। नमस्ते फुलकुमारी, के छ हाल खबर तिम्रो? बस्नु न, आउनु। ठिक छ थापाकाजी दाइ, तपाईँको के छ नि खबर? मेरो त ठिकै छ। अनि अस्ति श्रीरामले चामल ल्याइदियो होइन?
ल्याइदिनु भयो। म त अध्यक्षज्यूले पठाइदिनु भएको होला भनेको त हजुरले पो पठाइदिनु भएको रहेछ त है। अनि अध्यक्षले श्रीरामसँग ठुला कुरा गर्दै रहेछन्। अनि श्रीरामलाई एक बोरा चामल पुर्याइदेऊ भनेर भनेको नि। सधैँभरि तपाईँहरूलाई बिलाउन गाएर दुःख पनि कति सुनाउनु। बरु एउटा काम खोजिदिनुहोस् न। फुलकुमारी, बाबुको कारणले गर्दा तिम्रो काम गर्ने समय नै मिल्दैन। अनि कसरी गर्छौ काम? त्यस्तै समय मिल्ने काम खोजिदिनुहोस् न। बरु बिहान बेलुका छाक टार्ने भए पनि हुन्छ। मलाई धेरै कमाउनु पनि छैन। तिमी चिन्ता नगर फुलकुमारी, त्यसको लागि म केही गरौँला। छोरालाई भोकै राख्दा छाती चिरेर आउँछ थापाकाजी दाइ। बरु फुलकुमारी, यस्तो दुःखमा कति बस्छ हो? अहिलेको घरबार पनि बिग्रिहाल्यो। यस्तो राम्रो केटा हेरेर चाहिँ घरबार गऱ्यो भने केही होला कि? थापाकाजी दाइ, पहिले माइतीको कुरा नसुनेर अहिले आफै दुःख भोग्दैछु। फेरि त्यही माइतीको इज्जत सखाप पारेर कसरी अर्को बिहे गर्नतिर लाग्नु? एक दिन न एक दिन मेरो श्रीमान सासू ससुराले कसो कुरा नबुझ्लान् र दाइ? तिम्रो कुरा पनि ठिकै हो, तर अरूको इज्जत मान प्रतिष्ठाको लागि बलि चढ्नु के जायज होला जस्तो लाग्छ फुलकुमारी? जिन्दगी आफ्नै हो, आफ्नै तरिकाबाट जिउनुपर्छ फुलकुमारी। सुख दुःख यस्तै हो दाइ। भाबीले जे लेखेको छ त्यो भोग्नै पर्ने रहेछ। पछि छोरो ठुलो भएर प्रश्न गर्दा जवाफ त दिन सक्नु पर्यो नि दाइ। यस्तै कारणले हो फुलकुमारी तिमी पछाडि परेको। आफ्नो आत्मविश्वास पनि हुनुपर्छ। म केही हुँ, मैले पनि केही गर्नुपर्छ भनेर सोच राख्नुपर्छ फुलकुमारी। के गर्नु दाइ, मेरो दुःखमा गाउँले खुसी हुन्छन्। मेरो राज्य कछुवा तालले हिँड्छ। म के गरौँ दाइ? नेपालमै केही गरौँ भन्यो भने मेरो समय मिल्ने कामै केही पाउँदैन। काम पाइहाल्यो भने पनि आफ्नो व्यवहार सम्हालिने कामै पाउँदैन। के गर्नु र दाइ? ल फुलकुमारी, पार्ट टाइम काम पायो भने म खबर गरौँला नि। अहिले जान्छु है। हुन्छ दाइ। लुगा लाएर अघि रेडी भइसक्नु भएछ त तपाईँ? ए बुढा, कहाँ जान लाग्नुभएको? खाना खाएर मात्रै जानु। मलाई अलि हतार छ, तिमीहरू खाऊ, म भरे आएर खाऊ। जहिले भोकै हिँडेको छ, जहिले भोकै हिँडेको छ, खानाको टुङ्गो छैन। यसरी पनि चल्छ? के गर्नु त, जनताको काम गर्नु पर्दैन? गरे औ जनताको काम। उहाँ गाउँमा मुख देखाएर हिँड्न गाह्रो भइसक्यो। होइन, के भन्छ यो? के भन्नु नि, बाटोमा हिँड्यो कि ऊ आई भ्रष्टाचारकी बुढी भन्छन्। माइतीले दिएको गरगहना लाएर हिँड्न पनि मलाई गाह्रो भइसक्यो। अध्यक्षले त दरे भ्रष्टाचार गरेछ। उहाँहरू त उसको बुढीले लागेको गरगहना पो भन्छन् त। भन्न दिए नि त, भन्न दिए। भन्नेको मुख थुन्न सकिन्छ र? फेरि विरोधीहरूले गर्ने नै त्यस्तै हो। अरू त अरू, बाटोमा हिँड्दा आदर सत्कार त कहाँ हो कहाँ, खिसी टिउरी गर्छन्। राजनीति गर्ने मान्छे हो, यस्तै हुन्छ। राम्रो नराम्रो सबै कुरा सुन्नुपर्छ। तिमीसँग बोलेर कसले जित्न सक्छ र? लु जाऊ जाऊ, भरेदेखि तिम्रो लागि खाना पाक्दैन। ल जेसुकै गर, हिँडे अहिले। गाउँभरि सबैले कुरा काट्ने गरी के काम गर्छौ हो त्यस्तो तिमीले? जेसुकै गरौँ, तिमीले भनेका मायाका सबै कुरा पुर्याइदिएको छु नि। चुप्पो लाएर बस्नु नि। ल म अहिले हिँडेँ।
नमस्कार। नमस्कार सन्जु। कता पुगेर आयो? के छ खबर? यसो बारीतिर पुगे आएको। तरकारी खेती गरौँ कि भनेर सुरु गरेको नि। ए राम्रै गरेछौ त। दुनियाँको कुरा सुन्नुभन्दा आफ्नै काम गरेको राम्रो। बेरोजगार भनेर गाउँमा हेप्न थाल्यो। आफ्नो यत्रो खेती छ, किन नगर्ने? दुनियाँको कुरा सुन्नुभन्दा आफ्नै खेतीमा केही गरौँ भन्ने लागेको नि। अनि तपाईँले फुलकुमारीलाई भेट्नुभयो? भेट्न त भेटेको, तर खै के मानेन फुलकुमारीले बिहे गर्न? मानिनन् नि, उनलाई नै राम्रो होस् भन्ठानेको। अनि कता हिँड्नु भएको? घरतिर हिँडेको नि। म पनि घर हिँडेको। यतैबाट जाउँ न। सरले पनि त्यस्तै भन्नुभएको थियो, फुलकुमारीले मान्दिनन् भनेर। आखिरीमा त्यस्तै भयो। हो र? मलाई पनि यस्तै लागेको थियो। किन आइराख्यो अफिस? घरमा कुरा गरेर पुगेन? किन म आउनु हुँदैन तिम्रो अफिस? लु भो बिस्तारै बोल। त्यो मेरो भाइलाई किन काम हुँदैन भनेर फर्काएको? काम हुनलाई त कागजपत्र मिलाएर ल्याउनु पर्छ नि। आफ्नो मान्छे हो भन्दैमा गरिदिइहाल्नु। दुनियाँको कागजपत्र मिलाउन हुने, मेरो भाइको मिलाउन नहुने? खुरुक्क काम गरिदेऊ। यो गाउँभरि बदनाम गराउने तै होस्। तेरै कारणले गर्दा शिर उठाएर हिँड्न पाएको छैन। ए मेरो भाइको काम गर्दाखेरि तिम्रो बदनामी पो हुन्छ? अध्यक्ष लड्दाखेरिको मेरो भाइको पैसा फिर्ता देऊ न त। मलाई अनैतिक कार्य गर्न लगाउने तिम्रो नै हो। अब आउने चुनावमा अध्यक्ष पद तिमीहरूकै कारणले जाला जस्तो छ। के मेरो भाइको काम गरिदेऊ? होइन भने दिवस पेपरमा साइन गर्न तयारी भयो हुन्छ। भो धेर नगरा, जा भाइलाई पठाइदिए। सुन, सबै डकुमेन्ट लिएर जानु भन्ने। ल हुन्छ, म गएँ। खेल्छु नि। पर्दैन, तैँले अस्ति हामीलाई ढुङ्गाले हानेर भागा होइन? मम्मी खेल्छु नि। पर्दैन, जा। यति सानो भाइलाई किन ढकालेको? यो भाइले नि खेल्नुपर्छ त, बिचरा भाइ। अस्ति यसले मलाई ढुङ्गाले हानेर टाउको फुटाइदिएको, अनि यसलाई किन खेलाउनु? दादा अस्ति नि मेरो कपी खोज्छ, मैले ढुङ्गा हानेर आफ्नो कपी लिएर गएको नि। यो तिमीहरू झगडा गर्ने भएमा घरतिर लागे हुँदैन। यसले खेल्यो भने म पनि खेल्दिनँ। सानो भाइ हो, उसलाई पनि खेलाउनु पर्छ। उसको
भोलि आएको खेलौना पनि उसले खेलाइहाल्छ नि। त जान्ने हुन्छस्? पख तिमीहरूलाई भोलि हेर्छौँ। मिलेर खेलौँ भनेको झगडा मात्र गर्न खोज्छन्। अब यिनीहरूलाई नखेलाउँ है दादा। सर नमस्कार। नमस्कार। कहाँ पुगेर आउनुभयो? त्यहीँ तलसम्म पुगेर आएको। एकछिन बसौँ न, गफ गरौँ न। हुन्छ। अनि थापाकाजी, फुलकुमारीसँग भेट भयो त? भयो, अहिले त्यहीँबाट आउँदैछु। अनि कुरा गर्नुभयो? के भनिन् त? कुरा त गरिन् सर, के भनिन् भन्नु र सर। मानिनन् कि क्या हो? पहिला पनि बाबुआमाले भनेको नमानेर दुःख पाएँ, अहिले पनि अर्कोसँग बिहा गरेर के सुख पाइन्छ भन्ने ग्यारेन्टी छ? अब फेरि बाबुआमाको बाँकी भएको इज्जत पनि फ्याँक्न चाहन्न भन्छन् नि। फुलकुमारीले त्यसो भन्छन् भन्ने मलाई पहिल्यै थाहा थियो। फेरि उनको घरपट्टिको पनि त सम्बन्ध कानुनी रूपमा सकिएको छैन। सासू ससुराले नि घरबाट निकालिसके, लोग्नीको नि मरे बाँचेको ठेगान छैन। के कानुन मात्रै भनेर हुन्छ त सर? फुलकुमारीलाई यतिखेर श्रीमान भन्दा पनि पेटको भोक मेटाउनुको जरुरी छ। हेर्नु सर, तपाईँ हामीले जिन्दगी भोगिसक्यौँ, जीवन र व्यवहारलाई सँगै लिएर जानुपर्छ भन्ने हामीलाई पनि त जिन्दगीले सिकाएको छ नि। एक्लोपनाले त्यो पुरा गर्न सक्दैन। एउटा जीवन साथी त चाहिन्छ नि, होइन र सर? तपाईँले भनेको कुरा पनि ठिकै हो, तर उनको जीवनमा कानुनी अडचन आयो भने दुःखमाथि दुःख थपिन्छ नि, होइन र? समस्या आयो भन्दैमा समाधान नखोजी बस्नु नि मिल्दैन नि सर। फुलकुमारीको हकमा वैकल्पिक बाटाहरू खोज्नुपर्छ जस्तो छ थापाकाजी। साथमा छोरो छ, त्यही छोराको भविष्य उज्जवल बनायो भने पनि भविष्यको सहारा खोज्नु पर्दैन उनलाई थापाकाजी। त्यसो भए छिटोभन्दा छिटो उनलाई एउटा रोजगारीको प्रबन्ध मिलाइदिउँ न। हामी सबैको उद्देश्य उनलाई रोजगारी दिलाउने नै हो। बुझौँ न कहाँ पाइन्छ र अहिले छुटौँ पनि थापाकाजी, पछि भेटौँला। हस्। सर त अध्यक्षपट्टि नै ढल्के जस्तो लाग्यो। सरलाई आज भेटेको थिएँ त, अध्यक्ष विरुद्धको कुरा त सुन्नै मानेनन् त। यिनीहरू कुन नेटले हिँड्दैछन् मैले पहिल्यै सुनको पाइसकेको थिएँ। त्यही त भने, सर एकाएक परिवर्तन हुनु मलाई पनि अचम्म लाग्यो। यिनीहरू समाज सेवा गर्न कहाँ आएको हो र? आफ्नो भुँडी भर्न आएका। तिमी हामी जस्तो उदार मनका कहाँ हुन्छन् र? के गर्नु थापाकाजी, यहाँ जसलाई विश्वास गर्यो त्यसैले धोका दिन्छ। फेरि यहाँ तपाईँ र मेरो मात्र कुरा रहेन, यहाँ त समाज परिवर्तनको कुरा छ। के गर्नु भन्नु? कि तिमी उठ कि म उठ्छु? अबको चुनावमा कसैको नि विश्वास गर्ने होइन। जुन जोगी आए पनि कानै चिरे। सरलाई मैले त्यत्रो विश्वास गरेको, मेरो विश्वासमा पानी हाले। जे हो श्रीराम, हामीलाई हाम्रो गाउँको विकास गर्नु छ। हामी त्यो लक्ष्यमा हिँडौँ, हामीलाई कसैले हल्लाउन सक्दैन। के गर्नु थापाकाजी, राजनीतिमा दुश्मनलाई पनि मित्र जस्तै व्यवहार गर्नुपर्छ, नत्र चुनावै जित्न सकिँदैन। उस्तालाई साथ लिएर जिन्दगीमा अघि बढ्न सकिन्छ र श्रीराम? यी सब कुरा छोडिदिनुहोस् थापाकाजी, गाउँलेको भविष्य बनाउनु छ।
फुलकुमारी जस्ताको जीवनस्तर उठाउनु पर्नेछ र बालबालिकाको भविष्यप्रति चिन्ता पनि गर्नुपर्नेछ। त्यही भएर त भने तिमी अगाडि बढ भनेर। तिमी अगाडि बढ्दैनौ भने म अगाडि बढ्छु। सर अध्यक्षतिर लागिसके। अब हामी सरसँग राजनीतिका विषयमा कुरा नगरौँ न त। ल ए फुलकुमारी पनि चामलको भात खाने भइसकेको छ। कसले दिएछ यसलाई चामल? फुलकुमारी, फुलकुमारी। नमस्ते। नमस्ते। बसौँ न, आउनु। अनि फुलकुमारी, के छ तिम्रो खबर? चामल त छ नि घरमा? चामल केलाको देखेको भएर सोध्नु भएको हो अध्यक्षज्यू। अब आफ्नो गाउँको मान्छेको हाल खबर सोध्न पनि नपाउने भई मैले। कि मदेखि रिस उठेछ? नाङ्लामा चामल देखेर पनि सोध्छन् त चामल छ भनेर। चामल भएर त केलाउँदैछु नि अध्यक्षज्यू। गाउँमा त्यस्तो साह्रो गाह्रो केही अप्ठ्यारो छ कि भनेर सोध्दै खोज्दै हिँडे। तिमीलाई पनि केही त्यस्तो अप्ठ्यारो छ भने अप्ठ्यारो नमानिकन भने हुन्छ। भयो अध्यक्षज्यू, भयो। केही चाहिँदैन। आजसम्म पुगिसरी नै आएको छ। अस्ति नै चामल पठाइन्छु भन्न आँटेको। श्रीराम र थापाकाजीले न्यु खोजेर पठाउनै दिएनन्। चुनावमा मलाई हराउँछु भनेर लागि परेका छन्। त्यही भएर गाउँलेलाई म प्रति नराम्रो बनाएका छन्। जोसँग पनि मेरो विषयमा नराम्रो कुरा मात्र गरे सुन्दैछु। हेर्नुहोस् अध्यक्षज्यू, तपाईँहरू ठुला बडाको लडाइँ हामीलाई चासो नभएको विषय हो। तर हामी जस्ता गरिब दुखीलाई चाहिँ तपाईँहरूको लडाइँले असर नपरोस् है। मैले त त्यस्तो लडाइँ गरेको होइन। मैले त भनिराखेकै छु, आउनुहोस् मिलौँ, विकास गरौँ। मै माथि उल्टो भ्रष्टाचारको आरोप लगाउँदै हिँड्दैछन्। अलिक कम बोल्नुहोस् अध्यक्षज्यू, बरु काम बढी गर्नुहोस्। तपाईँ बोलेका कुरा पुरै गर्नु न अध्यक्षज्यू। आश्वासन मात्र बाँड्दै हिँड्नुहुन्छ, त्यही भएर गाउँलेहरूले पुरै पत्याउँदैनन्। कसैलाई ढाँट्ने उद्देश्य होइन मेरो फुलकुमारी। धेरैजनासित बोलिएको हुन्छ, बिर्सिन पनि त सकिन्छ नि। गाउँलेहरू पनि हुने नहुने, मिल्ने नमिल्ने सबै काम लिएर आउँछन्। अनि हुँदैन भन्यो भने भुइँसित रिसाउँछन्। गाउँलेको प्रतिनिधि तपाईँ, सबैले जिताएर पठाएको। हुने गरिदिनु पर्यो, नहुने बुझाइदिनु पर्यो। गरिरहेकै छु, अब पनि गर्छु। हुने नहुने यस्तै कुरा हो। ल अहिले म लाग्छु। हुन्छ अध्यक्षज्यू। नमस्कार श्रीराम दाई। नमस्कार सञ्जु भाइ। 2-4 दिनदेखि तपाईँलाई खोजिरहेको थियो। कहाँ जानुभएको थियो? कहाँ जानु नि सञ्जु?
त्यो तलको बस्तीका पीडितहरूलाई केही राहत मिल्छ कि भनेर 2-4 दिन बाहिर गएको थिएँ। तपाईँले पीडितहरूलाई लुगा कपडा खोजिरहेको थियो, त्यो त मेरो पास छैन। मेरो बारीमा तरकारी छ, जति चाहियो लैजानु न। जाडोको लागि न्यानो कपडा खोजेको। न्यानो कपडा भयो भने सधैँको लागि हुन्छ। खानेकुरा भनेको एक छाक त हो नि। ठिकै छ, आफूसँग जे छ त्यही दिने हो। मेरो बारीमा तरकारी छ, आवश्यक परेमा लैजानु न। अनि फुलकुमारीलाई पनि दिनुहोस्। मैले न्यानोको लागि लत्ता कपडा खोजेको, त्यही भयो नि हुन्छ। पैसा चाहिँ मसँग छैन। सेवा भनेको पैसाले होइन, भाव चाहिन्छ। तिमीसँग सेवा भाव छ, त्यही नै राम्रो हो। हुन्छ दाइ, आफूले सक्ने गर्ने हो, म त्यही सक्छु त्यही गर्छु। ल त्यहाँ थापाकाजीलाई एकछिन भेट्नुपर्ने छ, अहिलेलाई म लागेँ त। ल हस् दाइ। नमस्ते अध्यक्षज्यू। नमस्ते श्रीराम। श्रीराम, यसरी गाउँभरि मेरो विरोध गर्दै नहिँड न। तपाईँले राम्रो काम गर्नुभयो भने त समर्थन गर्दै हिँडिहाल्छु नि अध्यक्षज्यू। मान सम्मान इज्जत पाउन त जनताको सेवा गर्नुपर्छ। अहिलेसम्म जनताकै सेवा गरिरहेको छु त। आफ्नो भाइ भतिजा साला पाल्नु बाहेक केही गर्नुभएको छ तपाईँले? केही गरे जस्तो लाग्छ तपाईँलाई? हाम्रो गाउँमा उत्पादन भएको तरकारी सहर पुगेका छन्, बाटोघाटो चिल्ला भएका छन्। ठेकदार पाल्ने, आफन्त पोस्नु, यी काम बाहेक मैले त केही पनि देखेको छैन। त्यो तल्लो बस्तीका गरिबहरू जाडोले मर्दा बिचरा ती फुलकुमारी 2 छाक खान नपाएर तड्पिँदा तपाईँले के हेर्नुभयो? अझ पनि केही गरी भन्न लाज लाग्दैन? व्यक्ति पछिको समस्या कहाँ सक्छु मैले हेर्न? मैले हेर्ने भनेको त साझा समस्या हो। कति सजिलै भन्नुहुन्छ। ती बस्तीका गरिब जनताका समस्या साझा समस्या होइन? आफ्नै गाउँमा खेती गर्ने जग्गा जमिन हुँदाहुँदै यहाँ आएर सरकारी जग्गा ओढेर बसेका छन्। के तिनीहरूलाई मैले हेर्न पर्ने? जे भए पनि मानवता त हुनु पर्थ्यो नि। त्यत्रो लाउने खाने भएका भए जाडोले कठाङ्ग्रेर मर्थे तिनीहरू। मैले तिमीलाई पहिले भनेको थिएँ, तिनीहरू जाडोले होइन जाड खाएर मरेको भनेर। तपाईँ त मानवको रूपमा दानव हुनुहुँदो रहेछ। यस्तासँग के कुरा गर्नु, हिँडेँ म त। अनि थापाकाजी, मैले अध्यक्षलाई भेटेको थिएँ, अझै पनि उनको घमण्ड गएको रहेनछ। लुटेर ढाँटेर खान पाएका छन्, अहिले नै घमण्ड कहाँ जान्छ र? सन्जु पनि अध्यक्षको पछि लाग्न छाडेछ नि, आफ्नै तरकारी खेती गर्न थालेछ। त्यही त, म त उसको तरकारी खेती गरेको हेरेर पो आइसकेँ त। ठिक गरेछ सन्जुले, बेरोजगार थियो, हेर्दा हेर्दै आम्दानी गर्न थालेछ। त्यो अध्यक्षको सङ्गत गरेको भए त्यो पनि फटा हुन्थ्यो। धन्न आफै गर्न थालेछ। हो नि, साह्रै गुनिलो मान्छे छ। अप्ठ्यारो परेकालाई मेरै बारीको तरकारी लगेर खुवाउनु भन्थ्यो। धन्न अध्यक्षले त्यसको मन भड्काएनन्, नत्र यो गाउँमा अर्को एउटा फटा जन्मिन्थ्यो। हामीले त सन्जुलाई पो फटा सोचेका थियौँ। यो गाउँमा राजनीति गर्न निकै होस पुर्याउनु पर्ने रहेछ राम। तिमी पनि विचार गर नि। यहाँ कसले कहाँ फसाउँछ भन्ने कुरो थाहै नहुँदो रहेछ थापाकाजी। अब हामीले कसैको पनि विश्वास गर्नुहुन्न श्रीराम। थापाकाजी, अब हामीले रोजगारी सिर्जना गर्नेतिर लागौँ, अनि हामीलाई सबले साथ दिइहाल्छन् नि।
ए दाई पो आउनुभयो। नमस्कार दाई। फुलकुमारी के छ? ठिक छ, राम्रो छ दाई। म बस्ने लिएर आउँछु है। भइहाल्छ नि, जाऊ न लिएर। अनि दाई 2-4 दिनदेखि त देखिनु भएको थिएन नि, कता जानुभएको थियो? यस्तै हो फुलकुमारी, जनताहरूको पिरमर्का बुझ्दै हिँड्नुपर्छ। अनि दाई के छ नयाँ नौलो खबर? मेरो लागि यसो जागिर बुझिदिनु भएन? आजभोलि त निकै गाह्रो भएको छ। काम पाइए पनि सहज हुन्थ्यो कि भनेको। खोज्न त खोज्दै छु नि फुलकुमारी, तर तिमीलाई मिल्ने काम पाएकै छैन। तर अब चिन्ता नगर, गाउँमै रोजगारीको सिर्जना गर्दैछौँ। दुःखले हरेक दिन गाँजेको छ दाई। आशै आसमा जिन्दगी जाने हो। अब त दाई छिमेकीहरूले पनि पत्याउन छोडे। छिमेकीहरूसँग केही सहयोग माग्न गयो भने यसले कसरी तिर्छ भनेर पहिला नै छैन भन्छन्। चिन्ता नगर फुलकुमारी, अप्ठ्यारो पर्दामा म छँदैछु नि। यदि म नहुँदा थापागाजीले सहयोग गरिहाल्छन् नि। त्यो पनि हो दाई। अब हजुरहरूसँग पनि कति माग्नु, आफैलाई अप्ठ्यारो लाग्न थालिसक्यो। के अप्ठ्यारो मान्छे हो? आज सके कि छैनौ, हामी सहयोग गर्छौँ। भोलि तिमी सक्छौ, अरूलाई सहयोग गर न। हुन त हो नि दाई, तपाईँहरूसँग पनि कति सहयोग माग्नु। अस्ति खाने नहुँदाखेरि चामल ल्याइदिनु भयो, बच्चालाई खानेकुराहरू ल्याइदिइरहनुहुन्छ। त्यति धेरै सहयोग गरिरहनु भएको छ। त्यति गर्दा गर्दै पनि कति माग्नु जस्तो लाग्छ मलाई। यसो अलिक गाउँको सुधार गरौँ भनेर लागेको। अध्यक्षको ताल पनि त्यही हो, सहरको पनि के हो। अलिकति आश थापागाजीको चाहिँ छ। यहाँ थापागाजीले राम्रै काम गर्न लागेका छन्। गाउँमा दुःख पाएका मानिसहरूलाई रोजगारी दिलाउनको लागि फ्याक्ट्री खोल्न लागेका छन्। त्यसो भए त मैले पनि काम पाउँछु होला है? फ्याक्ट्री बनिसकेपछि होइन, फ्याक्ट्री बनाउँदै तिमीलाई रोजगार दिउँला नि। तर दुःख चाहिँ गर्नुपर्छ, घरको गुजारा त चल्छ नि। हुन्छ दाई, अरूसँग मागेर खानुभन्दा पनि काम गरेर खाने मन नै हो मेरो पनि। कामै गरे भने त बाबुलाई पनि राम्रोसँग पढाउन सक्छु। हुन्छ फुलकुमारी, अहिलेलाई मलाई बाबु यति रातिसम्म साथीसँग खेल्न गएको नि। अनि यस्तो अबेरसम्म खेल्छन् त? मामु भोक लागेमा पक्दैन। ल भित्र हिँड। बस यहाँ। कति अबेर गरेको बाबु? तिमी आएपछि चामल खोज्न जाम्ला भनेको। तिमी कता हो कता? मनमा पनि अनेक कुरा खेल्न थाले, अनि कतै पनि गइन। मामु चामल छैन भने मलाई बिहानै थाहा थियो। सुशान्त, ए मामु। चामल में सकेछ, अब के खानु होला बाटैदेखि।
भइगयो अहिले राति पनि भयो यत्तिकै सुतौँला भोलि म केही खानेको जो गर्छु तिमी पढ्न बस अहिले बाबु मामु बिहामा हेर्नु त मैले चामल ल्याएको छु नि कहाँबाट आयो चामल कसले दियो तिमीलाई चामल चामल किन्ने पैसा कहाँबाट आयो कि चोरेर ल्याइस् चोरेर ल्याएको होइन मामु गलत काम गरेर ल्याएको होइन मामु अनि कसले दियो त यत्रो चामल त्यतल काम छ भने दिन न म गर्छु यति सानो मान्छेले के काम गर्न सक्छौ र जे नि गर्न सक्छु काम दिन न किन काम गर्नु पर्यो घर जाऊ दिन न मलाई काम गरेर पैसा कमाउनु पर्यो क्या किन कमाउनु पर्यो यति सानो मान्छेले पैसा किन चाहियो पैसा ल यो 10 रुपैयाँ लिएर चकलेट खाऊ अनि घर जाऊ नै मलाई चकलेट खान पैसा चाहिएको हैन अनि किन चाहियो त पैसा बाबु घरमा भात खाने चामल नै छैन पैसा कमाएर भात खाने चामल ल्याउनु छ म त्यतिकै मिल्दैन काम दिनुहोस् न है त्यसो भए बारी गएर न त बाबु यहाँ आऊ झोला लिएर ल बाबु यो तिमीले गरेको परिश्रमको चामल लिएर जाऊ साँझ पनि पर्यो मम्मीले कुरिराख्नु भएको होला घर जाऊ है अनि दिदीले दिनुभएको नि छँदैछ नि
किताब निकालेर पढ, म तिम्रो लागि माम बनाइदिन्छु। अनि थापा काजी रोजगारी दिने भनियो, फ्याक्ट्री पनि बनाउने भनियो, कुन जग्गामा बनाउने, कहाँ बनाउने, केही टुङ्गो छैन। कसो गर्ने होला? जग्गा त खोजिरहेको छु हो, तर भने जस्तो पाएको छैन। फेरि फ्याक्ट्री जस्तो चिज बोले जस्तो छिटो कहाँ हुन्छ र? गाउँलेहरू धैर्य गर्न सक्दैनन्, छिटोभन्दा छिटो बनाउनु पर्छ। हामीलाई हाम्रो फाइदा भन्दा नि गाउँलेको भविष्यसँग जोडिनुपर्छ। हाम्रो सोच पवित्र छ, तर ढिला भयो भने गलत प्रवृत्तिले फाइदा लिन थाल्छ। मैले चाहिँ बुझेको छु श्रीराम, हामीले ढिला गऱ्यौँ भने अध्यक्षले त्यही कुरालाई लिएर इस्यु बनाउन सक्छ। गाउँलेहरू अहिले हामीसँग सकारात्मक छन्, यसको फाइदा हामीले उठाउनुपर्छ। मैले आज सरलाई भेटेको थिएँ श्रीराम, म अध्यक्षतिर ढल्केको छैन भन्दै पो थिएँ त। मैले पनि गाउँलेकै जितको लागि सोचेको हुँ। राजनीति सिक्नको लागि मात्रै अध्यक्षको पछि लागेर लिएको भन्दै थिएँ। मसँग भेट्दा त त्यस्तो छाँटकाट देखिन थापाकाजी। अध्यक्षका नराम्रा कुरा त सुन्नै मानेका थिएनन्। मैले पनि भनिदिइहालेँ तपाईँको के विश्वास गरौँ भनेर। सरलाई हामीले ठ्याक्कै विश्वास चाहिँ गरि नहालौँ न थापाकाजी, केही समय पुर्याउँ न। ठिक छ, त्यसै गरौँ नि त, हाम्रै तरिकाबाट अगाडि बढ्दै गरौँ। हुन्छ नि थापाकाजी, हामी त्यसै गरौँ न त। नमस्कार। नमस्कार सन्जो, कता हिँडेको? रमेश दाईको घर जान लाग्यो। गाई पाली छ अरे, तरकारीको लागि अलिकति मल चाहियो। मेरो फ्याक्ट्रीमा सामान लिने मान्छेको तरकारी बजारमा पसल छ, मैले भनिदिएको छु। आयो भने मिलाएर दिनु। हुन्छ तपाईँकाजी, म मिलाएर दिइहाल्छु नि। मेरो नयाँ फ्याक्ट्री बन्न लागेको छ, त्यहाँ कामदार बस्छन्। तिनीहरूलाई तरकारी चाहियो भने म भनिदिन्छु, त्यसको हिसाब राख्नु, म तिरौँला। हुन्छ तपाईँकाजी, म त्यहाँ तल फ्याक्ट्रीसँग जान लागेको, अहिले म जान्छु। हुन्छ। दाई नमस्कार।
नमस्कार। अनि कहाँ पुगेर आयो फुलकुमारी? त्यहाँ पसलका साइला दाइले यो तरकारी माथि पसलसम्म पुर्याइदेऊ, म ज्याला दिउँला भन्नुभएको थियो, अनि त्यही भएर पुर्याउन हिँडेको। 100 रुपियाँ ज्याला दिन्छु भन्नुभएको छ। त्यो 100 रुपियाँ आएपछि घरमा तरकारी किनेर लानु छ। त्यो 100 रुपियाँ राख, बाबुलाई हुन्छ। म त्यहाँ सन्जु कहाँ जाँदैछु, म त्यहीँबाट तिमीलाई तरकारी ल्याइदिउँला नि। होइन दाइ, पर्दैन। अहिले पैसा आइहाल्छ नि, म आफै किनेर ल्याइहाल्छु नि। हजुरलाई पनि कति दुःख दिनु। सन्जुले सहयोग गर्छु भनेको छ, त्यो पैसा राख न, पछि काम आइहाल्छ नि। भरे दाइ आउन पनि ढिला होला। गएर बाबुलाई माम पनि पकाइदिनु छ। चामल पनि बाबुले कताबाट खोजेर लिएर आएको रहेछ। ए, अस्तिको चामल पनि सकियो? सक्यो नि दाइ। चिन्ता नगर, म थापाकाजीलाई भनिदिन्छु नि। हुन्छ दाइ, भारी पनि भयो। अहिले फेरि त्यहाँ ढिलो भयो भने कराउँछ। म जान्छु है। हुन्छ नि। हस् दाइ। हुन्छ।